सदिक्षा च्यानलमा हजुरहरु सबैजनालाई स्वागत छ। आज चाहिँ हाम्रो यात्रा कहाँ हुँदैछ भने दोलखा मेरो माइती घर। हामी चाहिँ आज भोलि हाम्रो दोलखामा पूजा छ। सो हामी कति बजे आइले 10 बजे होला, लगभग 10 बजे होला। हामी चाहिँ अब दोलखा जाँदैछौँ। अनि बाटोमा जाँदाखेरि सबै कुराहरू म हजुरहरुलाई देखाउने छु। म कहाँ कहाँ कति बजे ओके, मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। बाइ बाइ। ल यो चाहिँ मेरो स्कुटर, यो म, माई हस्बेन्ड हाई गर्दैछ। हाई। ल हिडिङ टु दोलखा। अहिले चाहिँ हामी टिकाथलीमा छौँ। अब हाम्रो राइड स्टार्ट हुन्छ। लेट्स गो। यसो त बस। कुन चोक रे बुढी हो? सातो बाटो चोक आइपुग्यो भने हामी ए 4 बाटो हो, 7 बाटो चोक। ल है गाइस, यो 4 बाटो खाइनु पर्यो सोल्टीलाई। खाने खाए 1500 सोल्टी, खानुभयो 1500 सोल्टीले। ल हामी 4 बाटोबाट अघि लाग्यौँ। है 11 बजे होला। बिल्डिङ गाइस, गोविन्दे 18 भनेको क्या? गोविन्दको बिल्डिङ भन्छ नि, ल अब होइन होला सायद। हामी सूर्य विनायक चोक आइपुग्यौँ होइन। अब लगभग भात नखाइकन आएको, अब धुलो खाने भइयो, अगाइनी भइयो। ल धुलो मेरी आमा, मेरी आमा, धुलो धुलो धुलो। अगाडि हालौँ है पेट्रोल। उडाउँदै बाहिरको बाटोमा धुलो उडाउँदै फेरि आमा।
हाम्रो स्कुटरलाई पनि भोक लाग्यो रे, तिर्खा लाग्यो रे, पानी हाल्न जानु पर्यो, पानी खुवाइदिनु पर्यो। बिचरा कति दिनको भोको हो। सर्लक लाएर आयो पेट्रोल पम्प, आयो पेट्रोल पम्प आयो। पेट्रोल 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 तिम्रो पालो आएन यता। भाइरल प्लटिङ आमा ल ओए गाइज जग्गा जग्गा कसैलाई घर बनाउनु छ भने भाइरल प्लटिङमा आएर जग्गा किन्दा हुन्छ। बब्बाल छ है बुढी है। सक्दैन नि फेरि हराउन हानेहरू त कहाँ सक्छ। भाइरल शिवजीको मूर्ति, शिवजीको लास्टै ठुलो छ यो मूर्ति त है। मूर्ति लास्टै ठुलो छ कि कहाँ छैन। भाइरल पुल आशिका तामाङले टिकट उठाउनु हुन्न भनेको अन्त झन् बढाइदिएछ। त्यसले आजकल त जहाँ पाइला टिकट त्यहीँ बढ्ने हो झन्। दुलो दुलो धुलीखेल बजार आइपुग्यो हामी होइन त हो। धुलीखेलबाट हामी तल लाग्छौँ। बाटो बन्दैछ फराकिलो 3-4 किलो धुलो चाहिँ भइयो आज अहिलेसम्ममा। घर पुगिन्जेलसम्म 10 किलो जति पुग्छ होला कि। जाम भनेको उसले। बाटो त फराकिलो है, फराकिलो हाइट। उसले भने देश विकास भएन भनेर है, यत्रा भइरहेको विकास। यस्तो धुलो नखाइकन त विकासै हुँदैन नि त। धुलीखेल बजार यही हो, यही हो। तल नि भइहाल्छ नि। यता साइडतिर हुन्छ कि। गाइज मेरो स्कुटर चाहिँ यस्तो साह्रो भएछ होइन। म त अब हिजोतिर थाहा पनि थिएन, आज यति हात दुखिसक्यो नि यो बटार्दा स्पिडै नगुड्ने के। त्यही भएर मैले चाहिँ यहाँ हेर्दैछु धुलीखेलमा। यो चाहिँ धुलीखेल हो गाइज। ल है साथीभाइहरू हामी लाग्यौँ धुलीखेलको ओह्रालो। धुलीखेल रिसोर्ट हो माथि डाँडाको। बाटो यस्तो छ धुलीखेलको, नामै धुलीखेल, धुलो उडाउने भने जस्तै हो। फोहोर त्यस्तो छ के भन्नु। कहिले विकास भयो, कहिले बन्ने बाटो।
हातले छोपिरहेको छु मैले। ए दही 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 धुलो दही। यस्तो यो गेगारले त भन्न चिप्लिँदैन नि त टायरको, नत्र भने त अस्ति नै भन्दा त राम्रो भयो। यहाँ त कम थियो त धुम्न। ल बाहिरको बाटोमा धुलो होइन, हिलो उडाउँदै थियो। 2 मिनट धुलो 2 मिनट हिलो, धुलो होइन धुलो धुलो। मलाई चाहिँ मान्नै पर्छ कि मानिँदैन है। किन मानिन्छ र? पछाडि बस्ने नाना तिमीलाई हिँड्न बाटो हुँदैछ। किन ल्याएको छ नि? ल्या किन मलाई? पप्पी पप्पी ल्या किन मलाई? ल्या किन? कसले भने? धुली खेलको धुलो सक्यो। धुलो आँखामा। सेता सर्ट राता भए, काला मान्छे गोरा भए। 5 खाल बजार आइपुग्यो। 5 खाल बजार। मेलम्ची जाने बाटो गाइस साथीभाइहरू। यसलाई चाहिँ के भन्छ? 0 किलो भन्दो रहेछ होइन? 0 किलोबाट मेलम्ची जाने बाटो यता, मेलम्ची जाने बाटो यता, यता 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 मेलम्ची जाने बाटो। हामी लाग्यौँ यता डाँडा 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 हरियाली सरर। मिस भने उसले त। हेलो गाइस, हामीले खाना खाने अब यहीँ होला, यतै यहीँ खाउँ। खाना खाने नमस्ते रिभर भ्यू खाउँ। मेरो हालत यस्तो हुन्छ। यो चाहिँ सिमले खाना खाने। ल हाम्रो चाहिँ खाना आयो। दाल, यहाँ हामी चाहिँ जहिले खाने यहीँ खाने है। ल म खाना रेडी गर्छु।
सिधै उता गयो भने चाइनाको नाका पर्ने भयो क्या अरे होइन तातो पानी नाका भइहाल्यो हामी चाहिँ माथि कालिम्पोङ के अरे कता जाने चरीकोट जानु लाग्छौँ छैन छैन होइन हामी यो पुलबाट जान्छौँ यता चाहिँ चाइना नाका भयो हामी यता लाग्छौँ गाउँपालिका अब यहाँबाट हाम्रो लगभग कति किलोमिटर हो मोडे भन्दाखेरि 27-28 किलोमिटर होला पुरै ठाडै उकालो हो हेलो गाइज अहिले चाहिँ हामी बाटोमा विश्राम गर्दैछौँ चाहिँ हाम्रो आकाश यस्तो बवाल स्कुटर चाहिँ त्यहाँ छ बिचरा हामी चाहिँ यता जाने हो खै साथीभाइहरू दाजुभाइ दिदीबहिनी आमा बुवा अङ्कल आन्टी साइलोबा साइली आन्टी कान्छी अङ्कल कान्छी आन्टी मामा माइजू सासुबा सासुरोबा हामी कहाँ आइपुग्यो बुढी यस मोडे वी आर हियर इन द मोडेज वी आर इन द मोडेज रातो भाले कोहे कोहे सेतो भाले मुडेज गाइज मुडेज चिसो चिसो सरर हावा चल्यो मुडेमा यो माथिबाट चरीकोट जाने भयो हामी चाहिँ तल लाग्ने हो गाइज आई बाबा मुडेज खुर्सानी चटपट पनि रहेछ मुडेमा है पानीपुरी चटपट नखाने खुर्सानी कालो किन चाहियो होइन काठमाडौँमा त थियो कसरी होला यो चाहिँ नानीहरू मैले त्यही भएर वहीँबाट ल्याउँ भने के सुन्तला हिजो ल राम्रो थियो यता के अरे हो गाइस मोडेबाट हामी लाग्यौँ अब कहाँ जाने बाटो रे बुढी सैलो एउटाले हेलो सैलो लाग्यो टाढो टाढो हुने नगई नहुने नगई पनि नहुने जाडो हुने कुसुमे रुमाल चाहिँ चट्ट माइलो किन
नहुन्छौ तिमी ठस मायालु तिम्रो लागि आएको म त मायालु नदेखा पनि कहिले खाइदिने हो तिमीलाई पटाउन हो मैले बाइक किनेको लो ब्याट्री ए गाइस बुढीहरूको सेकेन्ड ठाउँ यही त हो नि हामी अङ्गेरी डाँडा आइपुग्न लाग्यौँ अब जाडो जाडो कति छ बाबा बाटो चाहिँ बप्पाल बनाएको हो पुरै स्विजरल्यान्डको बाटो छ नि देखिन्छ हेर्न त होइन अलि सर स्विजरल्यान्ड जस्तो छ तर के गर्नु जाडो आइसल्यान्डको जस्तो छ मेरो पाइन्छ वन कुराहरू टक्क हेलो गाइस हामी आइयो अङ्गेरी डाँडा यताबाट चाहिँ हामी जानुपर्ने भनेको चाहिँ यहाँ चाहिँ हाम्रो मामा घर हो क्या हाम्रो यो मामा घर भयो यता जाने भनेको चाहिँ यता जाने कार्य बुढी यता सैलुङ जाने हामी चाहिँ हल्का तल लाग्नुपर्छ बिस्तारै जाऊँ ल है बाटो अब यस्तो छ है नराम्रो त होइन राम्रै हो तर अलिकति रिस्की बाटो छ गाइस हेरौँ है हेरौँ चरीकोट पनि देखिन्थ्यो गाइस यहाँबाट अलिकति यो आज चाहिँ जाडो मौसम जाडो लाग्यो जस्तो छ आज चाहिँ होइन अलिकति तुवालो के भन्छ होइन तुवालो लागेर चाहिँ अलिकति गाह्रो भयो हेलो आज त खान पाइँदैन मासु भात किन भोलि पूजा भने होइन र यताबाट हिँड म त कहाँ झर्छु त्यता म झरौँ गाउँ यही हो हाम्रो ससुराली गाउँ छैन सुन्ने कोही छैन माहु पनि छैन घर अब आउँदै गर्छ देखाउँदै गरौँ ल ऊ त्यही हो लुगा सुकाएको घर हो त्यो यो घर लुगा सुकाएको घर हो छैन हेर्दा गाउँ ओइ छैन आमा कस्तो सुन्ने हाम्रो बारी लास्टमा मान्छे छन् कि छैन नै थाहा हुँदैन यो गाउँ कस्तो ठाउँमा बिहा गरेको छ नि प्रभु धोका गरे मलाई धोका दिए मलाई धोका धोका छैन धोका धोका ठुलो धोका दिए मलाई अब त म झर्दै जान्छु नि बुढी बुढीको हावा खाएछ हेर खतरा खतरा आम्मा आम्मा हेर पुठो हल्लेका हेर पुठो बाबा अब त्यतिकै जाँदा हुन्छ देवीको थान हो हामीले चाहिँ यहीँबाट पानी खाने हो माथि छ मुहान माथि छ अब दिवाली पूजा के दिवाली आउँदैछ होइन त्यो त पार्टी पूजा गर्ने ए पार्टी पूजा राम्रो बनाएको रहेछ है अहिले बारसार हालेको रहेछ टक्क ए पर्दैन डोरा हिँड्नु
ल है बुढीको गाउँ जाडो कस्तो कोत्रे ठाउँ हो क्या ठाउँ त कोत्रे नै हो नि पोखरा जाने ठाउँमा छ नि त्यो पोखरा तनहुको बोर्डर कोत्रे बजार भनेर यो ठाउँको नाम चाहिँ हो क्या कोत्रे बजार राख्नुपर्ने बजार त होइन कोत्रे चाहिँ राख्नुपर्ने ठाउँ हो यो त्यस्तै हो भाइज के गर्नु बेलामा देखेन नमस्ते बुवा ओ फाइनल्ली आइपुग्यो ओ माई गॉश तो जाडो कोत्रे बजार यो ठाउँको नाम चाहिँ हुनुपर्ने कोत्रे बजार